एक भई जिउनु पुस्तिकामा आधारित भएर आज हामी एउटा बलियो र स्वस्थ वैवाहिक सम्बन्ध कसरी बनाउन सकिन्छ भन्ने बारेमा कुरा गर्दैछौं। आउनुहोस् यसका मुख्य सिद्धान्तहरूलाई सरल तरिकाले बुझौं। ल सुरु गरौँ है त। सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही हो, आखिर एउटा स्वस्थ र लामो समयसम्म टिक्ने विवाह कसरी बनाउने? राम्रो विवाह भनेको संयोगले हुने कुरा होइन, बरु यसलाई सोचविचार गरेर जानी जानी निर्माण गर्नुपर्छ। कुनै पनि घर बलियो बनाउनु छ भने त्यसको जग बलियो हुनु पर्यो, हैन? ठीक त्यसैगरी विवाहलाई बलियो बनाउन पहिले यसको नक्सा अर्थात् यसको जगलाई बुझ्न जरुरी छ। त्यही भएर हामी बाइबलमा उल्लेख गरिएको जगबाटै सुरु गर्छौं। यो पदले नै विवाहको आधार तयार गर्छ। यसले के भन्छ भने विवाहको सुरुवात दुई व्यक्तिबाट हुन्छ, एक पुरुष र एक स्त्री, जो दुवैजना परमेश्वरको स्वरूपमा समान रूपले बनाइएका हुन्। अब यहाँ एकदमै रोचक कुरा छ। पुरुष र स्त्री दुवै पदमा महत्त्वमा बराबर छन्, तर उनीहरूको भूमिका भने फरक हुन्छ, जसले एकअर्कालाई पूर्ण बनाउँछ। पतिलाई शिर र पत्नीलाई सुहाउँदो सहयोगीको रूपमा हेरिएको छ, जसले एउटा सुन्दर साझेदारीको सम्बन्धलाई देखाउँछ। यहाँ छोड्ने र जोडिनेको सिद्धान्त आउँछ। यसको अर्थ के हो भने विवाहपछि श्रीमान श्रीमती मिलेर एउटा नयाँ परिवार बनाउँछन्। उनीहरूको सम्बन्ध सबैभन्दा प्राथमिक हुन्छ र उनीहरू उद्देश्य र एकतामा एक शरीर बन्छन्। विवाहको सम्बन्धलाई ख्रिस्ट र मण्डली बीचको गहिरो सम्बन्धको प्रतिबिम्बको रूपमा पनि हेरिन्छ। जस्तै पतिको प्रेम ख्रिस्टले मण्डलीलाई गर्ने बलिदानी प्रेम जस्तो हुनुपर्छ र पत्नीको आदर चाहिँ मण्डलीले ख्रिस्टलाई देखाउने सम्मान जस्तो। अब अधीनता भन्ने शब्दलाई अक्सर गलत तरिकाले बुझिन्छ, तर यहाँ यसको अर्थ दासत्व वा सानो हुनु होइन, बरु यो त आपसी हेरचाह र भरोसामा आधारित भएर पतिको नेतृत्वलाई स्वेच्छाले स्वीकार गर्ने एउटा साझेदारी हो। ल जग्गको कुरा त भयो, अब अर्को चरणमा जाउँ। एउटा बलियो विवाहको निर्माण त खासमा विवाहको दिनभन्दा धेरै अघि राम्रो तयारीबाटै सुरु हुन्छ। विवाह अघि जीवनका केही ठूला प्रश्नहरूमा एकअर्काको विचार बुझ्नु एकदमै जरुरी छ, जस्तै कि विश्वास र मूल्य मान्यता, पैसाको व्यवस्थापन, छोराछोरी अनि झगडा पर्दा कसरी समाधान गर्ने जस्ता कुराहरू। यी विषयमा खुला छलफलले भविष्यको जगलाई बलियो बनाउँछ। अब कुरा गरौँ विवाहपछिको निरन्तर कामको बारेमा, किनभने प्रेम भनेको खाली एउटा भावना मात्र होइन, यो त दिनौं गरिने व्यवहार र कामहरूको श्रृङ्खला हो। यो तालिकाले प्रेमलाई कति सुन्दर तरिकाले परिभाषित गरेको छ हेर्नुहोस् त। प्रेम सहनशील र दयालु हुन्छ, तर डाहा गर्ने वा घमण्डी हुँदैन। यो त प्रेमलाई व्यवहारमा कसरी उतार्ने भन्ने एउटा गाइड जस्तै हो। अब एउटा एकदमै व्यावहारिक कुरा गरौँ। आफ्नो जीवनसाथीले प्रेम महसुस गर्नको लागि उहाँको प्रेमको भाषा बुझ्न जरुरी छ। कसैलाई उत्साहका शब्दले प्रेम महसुस हुन्छ, कसैलाई सँगै बिताएको समयले, त कसैलाई सेवाको कार्य, स्पर्श वा उपहारले। राम्रो सम्बन्धको मेरुदण्ड भनेकै राम्रो सञ्चार हो। यसका लागि 3वटा सरल तर शक्तिशाली नियमहरू छन्। पहिलो, बुझ्नको लागि सुन्ने। दोस्रो, मायालु तरिकाले बोल्ने। र तेस्रो, मनमुटावलाई सुत्नुभन्दा अघि नै समाधान गर्ने। र अब यो स्लाइडले एकदमै स्पष्टसँग देखाउँछ कि कस्तो व्यवहारले विवाहलाई बलियो बनाउँछ र कस्तो व्यवहारले कमजोर। एकातिर प्रेम, हेरचाह र आदर छ, अर्कोतिर शासन गर्ने, कराउने र अनादर गर्ने जस्ता व्यवहार छन्, जसले सम्बन्धलाई भत्काउँछ। त्यसो भए यी सबै कुराहरूको सार के हो त? मुख्य सन्देश यो हो कि एउटा सुन्दर विवाह कतै भेटिने चिज होइन, यसलाई त आफैले निर्माण गर्नुपर्छ। यसको मतलब एउटा स्वस्थ विवाह भनेको दुवैजनाको निरन्तर र जानाजानी गरिएको प्रयास, आपसी साझेदारी र हरेक दिनको समर्पणको फल हो। यो एउटा यात्रा हो, कुनै गन्तव्य होइन। र अन्त्यमा एउटा प्रश्नमा सोचौं न, आफ्नो सम्बन्धलाई अझ बलियो बनाउनको लागि आजै चाल्न सकिने त्यो एउटा सानो कदम के हुन सक्छ? यही प्रश्नले हामीलाई सिकेका कुराहरू व्यवहारमा उतार्न मद्दत गर्छ।